हेलो एभ्रीबडी, स्वागत छ तिमीलाई मेरो अझ एउटा नयाँ भिडियोमा। आज हामीहरू खेल्न गइरहेको छौँ एउटा मोबाइल 2D गेम कल्ड सोर्डिगो। अनि यो गेम तिमीले सोचेको जस्तो इजी छैन। मान्छु यसको ग्राफिक एकदम नराम्रो छ, तर यो एउटा 2D गेम हो र मोबाइल 2D गेमको लागि यसको ग्राफिक्स लिटरल दामी छ। यो गेम पहिला पहिला त एकदम सजिलो लाग्छ, तर पछि पछि जाँदाखेरि एकदम गाह्रो हुँदै जान्छ अनि मान्छेहरूले यसको लिटरल स्पिड रन पनि गरेको छन्। यो गेम तिमीले पहिला खेलेको छौ होला। अनि लिटरली ब्रो, फर्स्टमा आएर क्यारेक्टरलाई इन्ट्रोड्युस गर्न भन्दा अगाडि हल्का स्टोरी लाइन दिन्छ जुन एकदमै राम्रो हो। जस्ट द थिङ इज कि यो गेममा मैले धेरै स्टोरी देखिरहेको छैन, विच इज अ बिट ब्याड। यसमा हल्का स्टोरी लाइन एड गरिदियो भने दामी हुन्थ्यो, तर यसको स्टोरी यति हो कि यसको मास्टर कहीँ न कहीँ जङ्गलमा हराउँछ अनि त्यसपछि खै कुन चाहिँ मोन्स्टर हो कि खै केले हो हामीलाई देखाउँदैन। लाइक हुन्छ नि, कुनै बसले त्यसको मास्टरलाई मार्छ अनि यो एकैचोटि उठ्छ फ्रम अ ड्रिम। सो स्टार्टिङमा यो उठेपछि बाहिर जान्छ आफ्नो मास्टरलाई खोज्न, अनि त्यसपछि चेक पोइन्ट लिएपछि मैले एउटा मान्छेलाई भेट्छु जसले मलाई यस्तो भन्छ, Hey, it's good that you are here. Your master went into the woods. यसले के भन्छ भन्दाखेरि तेरो मास्टर जङ्गलमा कहीँ हराइसक्यो, जा त्यसलाई खोजेर बचा भन्छ। अनि यहाँ एउटा सोर्ड पनि दिन्छ। सो म द मेन क्यारेक्टर यो सोर्ड हातमा लिएर आफ्नो मास्टरलाई खोज्न जान्छु। सो म आफ्नो मास्टरलाई खोज्न गइरहेको छु। त्यति बेलासम्म तिमीले लाइक, सेयर र सब्सक्राइब गरिदिइहाल। मास्टरलाई खोज्न मैले कति मेहनत गरेँ, यताबाट उता गएँ, पहाडहरू जम्प गरेँ, के गरेँ मलाई त याद पनि छैन। यो ट्रेजर रुममा गएँ, ट्रेजर भेट्टाएँ, नयाँ टाइटल अनलक गरेँ, तर पनि मास्टर भेटिँदैन यार। कहाँ है यार यो मास्टर? कति खोजे अझैसम्म भेटिन्न त। मास्टरलाई खोज्दा मैले आफ्नो ज्यान पनि दिएँ। अनि त्यसपछि मरेपछि खोज्दा मैले फाइनली त्यो बुढो मास्टरलाई भेटाएँ। तर म त्यो त्यहाँ जाने बित्तिकै के देख्छु, त्यो मास्टर त बितिसकेको रहेछ। तर त्यो मरेको मास्टरले ठ्याक्कै भविष्यवाणी गरेर आफ्नो ठ्याक्कै लेटर दिइसकेको रहेछ। मतलब लेखेर त्यहीँ हुन्छ नि आफ्नो कहीँ न कहीँ गोजीमा हाल्यो होला नि, मलाई के थाहा होइन। अनि त्यसपछि त्यसले भन्यो कि म मरिसक्यो होला जबसम्म त यहाँ आइस् होइन। त्यसले लिटरल्ली मलाई के भन्यो भन्दाखेरि त मलाई बचाउन आउँदाखेरि लेट भइस्। अनि त्यसपछि तर पनि यसले मलाई एउटा म्याजिक पट दियो। अनि त्यो म्याजिक पटको इस्तेमाल गरेर म अब त्यो भिलेनलाई हराउँछु। यस। तर म ठ्याक्कै त्यो मास्टरसँग कुरा गरेर हल्का उता जाँदाखेरि भिलेन आइसक्यो। हाँस्न पनि स्वाहा भनेर हाँस्छ यार। ब्रो यार, यो हल्का चान्स दिएको भए यो भिलेनलाई म स्योर मार्थेँ यार। कस्तो कन्ट्रोलै खोज्दिएर कसरी मार्नु, मरि म। अनि त्यो भिलेनले मलाई मारेपछि म हिलरको कोठामा ठ्याक्कै हुन्छ नि होइन, तिनीहरूले मलाई बचाएछन् के खासमा। यस्तो हुन्छ नि उठ भनेर हुन्छ नि हानिरहेको रहेछन् जस्तो छ। म उठेँ होइन, मतलब 3-4 चोटि त्यसरी हानेर उठाउन भन्दा हुन्छ नि एकैचोटि स्वाक्क उठाए भइहाल्थ्यो नि। तर पनि इट्स अ गेम। सो यो केटीले 5-6 वटा लाइनको बकवास गर्छ कि मलाई कसरी हुन्छ नि ग्रानी हो कि गार्निर भन्नेले कुन चाहिँले हो बचायो, अनि भिलेजको के भन्थ्यो यो बुढो मान्छे हुन्छ नि, यो सायद त्यो अब नेपालको केपी ओली जस्तो होला के होइन, हल्का यसलाई पिट्नु त पर्ला जस्तो लाग्यो। सो यो बुढो र अर्को त्यो केटीले मलाई के भन्छ भन्दाखेरि त्यहाँ कहीँ न कहीँ एउटा यस्तो लेजेन्डरी सोर्ड हुन्छ नि अभी हम जिंदा हैं, लेजेन्डरी सोर्ड, त्यो सोर्ड लिएर के भन्थ्यो नि मलाई, यसो हुन्छ नि त्यो एनिमी जसले मेरो मास्टरलाई मार्यो नि होइन, मैले त्यसलाई च्याक्क हान्नु पर्यो भन्छन् होइन। अनि त्यही त्यो सोर्ड खोजेर ल्या भन्छन् होइन। एउटा कुरा भन, त्यत्रो त्यो लेजेन्डरी सोर्ड जुन हुन्छ नि त्यसमा यस्तो पावर भएको सोर्ड म यो बुढोलाई किन दिउँ होइन, मतलब यो बुढोलाई किन दिउँ। अनि त्यसपछि मैले आफ्नो एडभेन्चर सुरु गर्छु, फाइन्ड द सोर्ड। सो म हुन्छ नि होइन डाँडा काँडा तरेर खोजीमा गाजा परेर निन्जा आयो 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 निन्जा हतोडी आयो 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 निन्जा हतोडी
सो म त्यही ठाउँमा जान्छु जहाँ मास्टर थियो, तर म के देख्छु मास्टर त छँदै छैन, न त त्यसको बडी छ। अब म के गरौँ जस्तो भयो, हल्का माथि जान खोजेँ एन्ड आई गट लस्ट। शिट, मैले यो गेम हुन्छ नि खै कति लेभलसम्म कटाएको थिएँ, द्याट अल वेन्ट इन भेन, किनभने मैले बिर्सेँ यसपछि के हुन्छ। मैले यताउति हुन्छ नि होइन, लाइक यताउति हेरेपछि मलाई फाइनली याद आयो कहाँबाट स्टार्टिङ हुन्छ र मेरो जर्नी बिगिन भयो यहाँबाट। मैले आफ्नो जर्नीको बिगिनिङमा 1-2वटा स्पाइडरलाई मारेँ, हुन्छ नि स्पाइडर जस्तो देखिने मोन्स्टरहरूलाई मारेँ इन सर्ट। अनि त्यसपछि मैले यताउति खोज्दै थिएँ, तब मैले के देख्छु, यस, एउटा पाइनएप्पलले मलाई हान्यो। यस्तो बेजती त मेरो कहिले नि भएको थिएन यार, बरु मैले मान्छेबाट कुटे खाएको छु, यस्तो पाइनएप्पलबाट त खाएको थिएन अझसम्म। एंट्री अच्छी है लेकिन बैठने का तरीका अभी बड़ा कैजुअल। Nope. होइन हो, यो गेममा यो पाइनएप्पल कति आउँदो रहेछ, रेड हार्ट खाएको खाइ गर्दो रहेछ। अनि यो गेममा स्ट्याट्स पनि छ, मतलब जस तिमीले आफ्नो अट्याक, आफ्नो हेल्थ नत्र आफ्नो म्याजिक बढाउन सक्छौ। अनि मैले आफ्नो हेल्थ बढाएँ अफकोर्स। मैले यो के भन्थ्यो अरे मबहरूलाई यति मारी कि हुन्छ नि होइन, लाइक त्यो फुटेजमा पनि देखाउन मिल्दैन, किनभने अभियसली तिमीहरूले 11 मिनटको फुटेज त कहाँ हेर्छौ र हो। हेर्छौ भने भन, म पब्लिस गरिदिउँला छुट्टै होइन, लाइक गेम प्ले मात्र, इफ यु वान युज इट फर फ्री होइन। अनि लास्टमा आएर म एउटा गाउँ टाइप अफमा आउँछु। अनि त्यसपछि मैले फाइनली यो पाइनएप्पललाई स्पट गर्ने लाइक ट्रिक हुन्छ नि भेटाएको छु कि ग्राउन्डमा हेर अनि हल्का सस्पिसियस ग्रास देख्यो भने त्यसलाई अट्याक गरिहाल आफ्नो म्याजिकले। अनि त्यसपछि मैले यो एउटा मान्छेलाई भेट्छु होइन, यो कस्तो लाटो मान्छे छ कि एउटा मोन्स्टरले यसको भास उडाइदियो रे, भास उडाइदियो। अनि ऊ त्यो ब्रिज जुन देख्यौ नि होइन बाहिर, त्यो ब्रिज स्टार्ट गर्नको लागि मैले यसको भास खोज्नु पर्छ रे, कस्तो लाटो मान्छे हो। ल आजको लागि यति होइन, अब यसको भास अब अर्को पार्टमा खोजौँला। बाई बाई, टेक केयर, सी यू।